अनि यता चाहिँ तपाईँको यहाँदेखि चाहिँ पर्छ तपाईँको भुटान एरिया होइन। यो जग्गातिर चाहिँ भण्डारा लागिरहेको छ, हेर्नु हुँदैछ तपाईँहरूले। यो जग्गातिर चाहिँ गोप्रोहरू पनि चलाउनु दिँदैन खासमा भन्नु पनि होइन, ब्लकमा चाहिँ। के भयो हाँस, यहाँ चाहिँ ठुलो भण्डारा यो होइन। अब तपाईँहरूलाई म भण्डाराको भिडियो चाहिँ देखाउँदैछु, हेर्नु हुँदैछ। अहिले खासमा भन्नु भने पूजा चाहिँ सुरु भएको छैन होइन, तर पनि अब एडभान्समा मान्छेहरू चाहिँ आएर बसिरहेको छ होइन यो जग्गामा। यो चाहिँ जति पनि तपाईँहरूले बेराहरू देख्नुहुँदैछ यो चाहिँ भण्डाराको। यहाँ चाहिँ खानापिनाहरू सब चालु छ अहिले फिलहालमा होइन। यो चाहिँ खासमा भन्नु भने जाँदाखेरिको भिडियो पनि मैले बनाएको होइन। अब आउँदाखेरि चाहिँ मैले बनाउनु सकेन, अलिकति माथि पनि गएको थिएँ हामी घुम्नुको लागि, भतिज र म। यतातिर चाहिँ तपाईँहरूले हेर्नुहुँदैछ फुलहरू बेच्ने, जस्तो मन्दिरमा अब पूजा गर्ने सामानहरू, मालादेखिको लिएर तपाईँहरूले सबै चिजहरू लिनु सक्नुहुन्छ यो जग्गामा चाहिँ होइन। यस्तो टाइपको चाहिँ मेलाहरू लाग्छ यो जग्गामा चाहिँ। अहिले चाहिँ फिलहालमा भन्नुको भने चाहिँ खासमा अब मान्छेहरू आउँदैछ जाँदैछ। अब पूजा चाहिँ खासमा भन्नु भने भोलिदेखिको हो, खासमा भन्नु भने मेन पूजा चाहिँ होइन। आज चाहिँ खासमा भन्नु भने यतिकै भिडियोहरू बनाएर जाँदैछु म चाहिँ बाटो बाटोको, हेर्नु हुँदैछ। यता पछाडिपट्टिको पनि तपाईँलाई देखाउँछु, यो जग्गा चाहिँ भण्डारा हो, हेर्नु हुँदैछ। मेरो भिडियो हेरेर चाहिँ स्किप चाहिँ नगरिदिनु होला। भतिज चाहिँ अगाडि अगाडि जाँदैछ यहाँ खासमा भन्नु भने। मेरो भतिज र म हिँड्दै हिँड्दै आएको। खासमा भन्नु भने अहिलेको टाइममा चाहिँ तपाईँहरूलाई गाडीहरू माथि लाउनु दिँदैन होइन। जस्तो अब हेर्नु हुँदैछ यता मालाहरू बेच्छ। हाम्रो जयन्तीको मेला चाहिँ खासमा भन्नु भने शिवरात्रिमा खालि हुन्छ मेला चाहिँ होइन। तपाईँहरूको यहाँ होलीसम्म चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ यो जग्गामा चाहिँ घुम्नुको लागि चाहिँ होइन। राम्रो पनि लाग्छ। अब जस्तो अब तपाईँहरूले हरेक चिज चाहिँ पाउँछ यो जग्गामा चाहिँ। अलिकति स्ट्रगल गर्नु पऱ्यो तपाईँहरूले होइन, हरेक चिज पाउँछ होइन। यतातिर आराम गर्ने जग्गाहरू बनाइदिइरहेको छ भण्डाराहरू। म चाहिँ खासमा भन्नु भने अलिकति रफ टाइपको भिडियोहरू बनाउँदैछु, जस्तो तपाईँहरूलाई भन्दै जाँदैछु बाटोमा, हेर्नु हुँदैछ। मान्छे त तपाईँहरूलाई थाहै छ, अघि नै मैले देखाएँ कहाँसम्म लाइन लागिरहेको छ पूजा गर्नुको लागि होइन। अहिले त मान्छे त्यस्तो पनि आएको पनि छैन, जतिको आउँदैछ त्यसमै नै बेसी भइरहेको छ जग्गाहरू चाहिँ होइन। तपाईँहरू चाहिँ गाडीहरू लिएर आयो भने चाहिँ होइन यता माथितिर चाहिँ आउनु दिँदैन होइन। तपाईँहरूलाई ट्रेकिङ गर्नुपर्छ, 1.5-2 किलोमिटर ट्रेकिङ गरेर चाहिँ तपाईँहरू यो भण्डारासम्म चाहिँ आउनु सक्नुहुन्छ होइन। यहाँ बाटोहरू पनि राम्रो बनाइदिएको छ यसै चाहिँ होइन। यता चाहिँ खानापिना पनि चालु छ, यो चाहिँ भण्डारा हो। तपाईँहरू खाएर पनि बस्नु सक्नुहुन्छ, यता आराम पनि गर्नु सक्नुहुन्छ। यो जुन चाहिँ मन्दिर छ तपाईँको हाम्रो जयन्तीबाट चाहिँ लगभग तपाईँको 3 किलोमिटर ट्रेकिङ गर्नुपर्छ। यता हेर्नु फ्रुटहरू पनि बेच्छ होइन, पुच्काहरू पनि बेच्छ। मान्छेहरूको भिड। खाने भाइ खाइदिउँ भने के छ? अब सबै बाटोको त तपाईँहरूलाई म भिडियो पनि देखाउनु पनि सक्दिनँ। अब हेर्नुहोस् बाटो कस्तो टाइपको छ के छ होइन। अब तपाईँहरूलाई पनि आउनु मन लाग्यो भने चाहिँ तपाईँहरू घुर्नुको लागि आउनु सक्नुहुन्छ। अब अहिलेको टाइममा त तपाईँहरूलाई थाहै छ, माननीय मुख्यमन्त्री हाम्रो ममता ब्यानर्जीले अस्ति जब तपाईँको 17-18 तारिक जब आयो, हाम्रो जनवरीको 17-18 तारिक, त्यतिखेरदेखि चाहिँ जुन चाहिँ राजा भातखावामा जुन चाहिँ तपाईँको एन्ट्री फिस लिन्थ्यो त्यो चाहिँ बन्द गराइदिएको छ हाम्रो माननीय मुख्यमन्त्री ममता ब्यानर्जीले चाहिँ होइन। त्यो चिज चाहिँ तपाईँहरूलाई सुविधा गरिदिएको छ अलिकति होइन। अब जस्तो तपाईँहरूलाई जङ्गल सफारी, जस्तो तपाईँहरूलाई त थाहै छ हाम्रो बक्सा टाइगर रिजर्भ जुन चाहिँ जङ्गल छ होइन, 761 बडो किलोमिटर हो होइन। नर्थ बेङ्गलको चाहिँ सबसे ठुलो जङ्गल हो होइन। तपाईँहरू जङ्गल सफारी पनि गर्नु सक्नुहुन्छ, वा घुम्नु आउनु पनि सक्नुहुन्छ।
यो जग्गाबाट चाहिँ तपाईँको भुटान बोर्डर पर्छ यो एरिया चाहिँ होइन, यसलाई चाहिँ भन्छ बााउन्ड्री एरिया होइन। उतापट्टि चाहिँ भुटान पर्छ, यतापट्टि चाहिँ इन्डिया पर्छ हाम्रो चाहिँ यो जग्गा चाहिँ होइन। यहाँदेखि चाहिँ पुरा भुटानको सिमाना पर्छ यो जग्गाबाट चाहिँ होइन, हेर्नुहुँदैछ। यता चाहिँ मालाहरूदेखि लिएर सबै बेच्ने अब मान्छेहरू चाहिँ खासमा भन्नु भने आज बेलुकादेखि चाहिँ अझै भिड हुन्छ। अब जस्तो अहिले जतिको छ त्योभन्दा पनि भिड बेसी हुन्छ। तपाईँलाई चाहिँ यस्तो अप्रोटेड खासमा भन्नु भने ट्रेकिङ गर्दै जानुपर्छ यो जग्गाबाट चाहिँ होइन। तपाईँहरूलाई चाहिँ सबै बाटोको चाहिँ म भिडियो देखाउनु पनि सक्दिनँ, किन भन्दाखेरि भिडियो पनि बेसी लामै नै हुन्छ अलिकति होइन। अब बेसी लामो भिडियो पनि मान्छेले हेर्नु खोज्दैन, त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति सर्ट भिडियो नै बनाएर तपाईँहरूलाई देखाइदिँदैछु होइन। राम्रोसँगले हेरिदिनु होला मेरो भिडियो चाहिँ होइन, स्किप नगरिकन। अब चाहिँ तपाईँहरूलाई म अलिकति मुनि गएर देखाउँछु है भिडियो चाहिँ।